छिमेकी काकीले चाहिँ आँप ल्याइदिनु भएको रहेछ। सुपारी आँप भन्छ। अनि मम्मी र म चाहिँ बिहान बिहानै आँप खाँदै थियौँ। खानु त नहुने हो। अनि एकछिनपछि चाहिँ दर्र पानी पऱ्यो। हिजोदेखि पानी परेको छ। रोकिँदै पर्दै गर्छ। काम पनि केही गर्नु दिएको छैन। मकै बाँच्नु पर्ने थियो तर मकै बाँच्न पाइनौँ। अनि त्यस्तै हो। अब पानी पर्दा अल्छी लागेर खानासाना पनि पकाएर खाएँ। अनि दिउँसो त फेरि यस्तो घाम लागेको होइन। घाम लागेपछि फेरि गर्मी पनि के साह्रो हो। बाहिर निस्किनु सकेको थिइनँ। मैले बिहानै चाहिँ दुध हटाएर रसबडी बनाउँछु भनेर राखेको। रसबडी त रसबडी नै भयो साथीहरू। डल्लै भएन। मलाई त बनाउनै आएन। हाँस पनि उठ्दो त घरिघरि। अनि गर्मी ओभरै भएर म चाहिँ नहरतिर निस्केँ। मेरो घर छेउमा नहर छ नि त। अनि यो वर्ष खन्नु भएको थियो नहर। त्यही भएर त माटो यताबाट साइडमा ल्याउनु भएको छ। अनि यहाँ चाहिँ केटाकेटीहरू पनि थुप्रो आउँछ नुहाउनुको लागि। अनि एकछिन फ्रेस भएर म घर आएर मकै छराउन थालेँ। यो चाहिँ मैले 5x स्पिड बनाएको छु। एकदमै छिटो छराउनु भयो त भन्नु नसोच्नु होला। यो चाहिँ मैले स्पिड धेरै बनाएर न मैले चाहिँ स्लो नै चलाउनु चाहिँ। त्यसपछि चाहिँ मैले हाम्रो मकै देखाएँ। हेर्नुहोस् है यो पालिको मकै चाहिँ यस्तो राम्रो भएको छ। पोहोरको भन्दा ज्यादै फलेको छ र खुसी पनि लाग्छ क्या यस्तो मकै फलेपछि चाहिँ। अनि बेलुकातिर म चाहिँ घाँस काट्नु गएँ। दुपट्टा ओढ्दै चाहिँ हिँड्दैछु। गर्मी अब घाममा त्यस्तोमा। अनि म चाहिँ मम्मीलाई यस्तो घाममा पनि घाँस काट्न जानु पर्दैछ भनेर जिस्काउँदै थिएँ। अनि मम्मी चाहिँ पछाडि डोको बोकेर आउनुहुँदै थियो। अलिक पर जानुपर्ने त घाँस काट्नुको लागि चाहिँ। अब यतिखेर अब जताततै घाँस हुँदैन। मकै बारीतिर जानुपर्छ। अनि म चाहिँ हिँड्दै गएँ। मम्मी र गफ गर्दै अनि मकै बारीमा पुगेर आलीमा घाँस काट्न थालेँ। दुई घाँस काट्न थालेँ। घाँस काट्दै थिएँ भएर त पूर्वबाट त कालो बादल आउनु थाल्यो। अनि हतार काट्नु त काट्दै थियौँ तर एक्कासी हावा हुन्डरी आउन थाल्यो। अनि अब घरमा पनि त जानुपर्छ भनेर हतार कुद्दै गएँ म चाहिँ। अनि गइसकेपछि चाहिँ झ्याल ढोका चाहिँ खुल्लै रहेछ। अनि हतार गएर झ्याल ढोका चाहिँ थुनेँ। अनि आजको मेरो दिन चाहिँ यसरी नै गयो। अनि बाई बाई। फेरि पनि अर्को मिनी ब्लग लिएर आउनेछु।